यो ठाउँ हो जामाचोक। यो ठाउँ जति देख्नमा सजिलो छ, यहाँ पुग्न त्यति नै कठिन छ। हरेक पाइला सँगसँगै चुनौतीहरू बढ्दै बढ्दै जान्छ। आज हामी यो ठाउँमा कुसुमको सबै स्टुडेन्टहरू मिलेर हाइक गयौँ, तर यहाँको बाटो भने त्यत्तिकै अप्ठ्यारो र त्यत्तिकै चुनौतीपूर्ण थियो। हजुर, म यहाँ गएर तान्छु नि त है। बाउ बिस्तारो, यताबाट हिँड, यताबाट तिमी त्यस्तै अग्लो उकालो ठाउँ हिँड्न। प्रतीक सर, तिमीलाई पनि हेल्प चाहिन्छ? जो नि आउँदै चुडी चल छोड्नु त, पखेट छोड्नु न। हिँड्नुहोस् हिँड्नुहोस्। प्रतीक, यो त घोर बेइज्जत भयो यार। भनिन्छ नि, यात्रा गर्दा जति नै गाह्रो भए पनि जब हामी गन्तव्यमा पुगिन्छ नि, तबको खुसी नै अलग्गै हुन्छ भनेर। जाडो महिनामा बिहान उठेर कलेज जानु पनि त्यत्तिकै गाह्रो। झन् बिहान बिहान बाइकमा भने त त्यत्तिकै चिसो। हिँडेको होइन, ओ माई गुडनेस, माथि हेर्नु त कस्तो दामी देखेको त्यो बादल। ओए ओए हट हट हट। बिहान उठेर जति नै चाँडो गए पनि म चाहिँ क्लासमा जहिले नै ढिलो पुग्छु। क्लासमा पुगेर क्लास लिइसकेपछि साथीभाइहरूसँग यसो अनि रमाइलो। तिमी भने अब राम्ररी जाउँ है। क्यामेराम्यान बनाइदियो यार। र यहाँ चाहिँ हाम्रो बाडी छ, बाडी छ खिच ल जानुपर्छ। पर्खन यार। तिमी नजाने किन? सो यहाँ चाहिँ सबै स्टुडेन्टहरू गइसक्यो, ट्याक्क म पनि गइरहेको छु। गुटी है किन हाँसेको? कोही छ बस यहाँ। तिमी पनि लियो यो मासुहरू बनाउनेमा त बनाउँदैन नि? तपाईँ काटिदिन्छ है। हामी हिँड्नु गरेन तपाईँ। त्यसपछि एकचोटि मलाई खबर चाहिँ गर। हजुर। अनि त्यसपछि हामी अनि म सबैलाई लिएर आउँदै गर्छु है त उताबाट लगन खेल्नु। ल रमेश गयो हामी त अब त्यस्तै हो। ल एकछिनमा आउनु ल। हाइकिङमा जाने ग्रुप हाम्रो छुट्टियो। त्यस पछाडि म र मेरो साथी प्रतीक हामी बाइकमा गयौँ र अरू साथीहरू पनि बाइकमा थियो त कोही बसमा थियो। बाइकमा जाने साथीहरू हामीभन्दा अगाडि नै गइसकेको थियो। त्यस पछाडि हामी भने रिङ रोड हुँदै हुँदै हामी सिधै गङ्गापुतिर लाग्यौँ। बसमा आउनेहरू पछाडि नै आइरहेको थियो। सामाखुसीबाट हामी सिधै मासतिर लाग्यौँ। अनि मासतिर भने सबैजनाको भेट्ने भनेर प्लान थियो। त्यतिखेर मैले थियनसँग गफ गरेँ। क्यान तिमीलाई कस्तो फिल हुँदैछ भन त? गुड। तिमीलाई नेपाली कतिको बोल्न आउँछ? नेपाली अलि तिमी बोल्दै रहेछौ। चाइनिज साथीसँग गफ गरिसकेपछि हामी सबैजना भेला भएर हामी हाइकिङतिर अगाडि बढ्यौँ। सुरुमा त हामी एकअर्कासँग रमाइलो गर्दै हाँस्दै गफ गर्दै बिस्तारो बिस्तारो बढिरहेको थियौँ। जब हामी हाइकिङको उकालो भागमा पुग्यौँ नि, तब हजुर, म यहाँ गएर तान्छु नि त है। बाउ बिस्तारो, यताबाट हिँड, यताबाट तिमी त्यस्तै अग्लो उकालो ठाउँ हिँड्न। प्रतीक सर, तिमीलाई पनि हेल्प चाहिन्छ? जो नि आउँदै चुडी चल छोड्नु त, पखेट छोड्नु न। हिँड्नुहोस् हिँड्नुहोस्। प्रतीक, यो त घोर बेइज्जत भयो यार। उकालोलाई त जसो तसो गरेर हामीले दुःखले भए पनि पार गऱ्यौँ। पार गरिसकेपछि हामी अर्को चेकपोस्टमा गयौँ। त्यहाँ पुगेपछि हामीले पानी स्न्याक्सहरू खाएर हामी फेरि यात्रालाई अगाडि बढाउने कुरा गर्दै थियौँ।
यसै बिचमा मैले मेरो ज्याक साथीसँग कुरा गरेँ। Jack, show your body. Body. Yeah. Oh, wait. Okay. Oh, nice यार. केटोले चाहिँ बडी बनाएको छ है. Like this. So. केटोले बडी देखाउँदैछ है ल. Wait. Oh. Nice body. केटोको बडी ठुलो छ. Like this. Go पछि. Okay. That's it. Thank you, Jack. Go there. Every week. Friday or Saturday. Chainali. You started going Uh, regularly. ज्याकले चाहिँ आफ्नो वर्कआउट चाहिँ रेगुलर जिममा गर्छु भनेर हामीलाई भन्यो अनि हामी उसको त्यो वर्कआउटलाई एप्रिसिएट गर्दै हल्का ज्याकको तारिफ गऱ्यौँ। त्यसपछि अनि हामी फेरि सबैजना हाम्रो यात्रातिर मुभ अन भयौँ। एकदम हाम्रो हाइकिङ कस्तो भइरहेछ? गाह्रो भइरहेछ। यही त सङ्ग्रिया। हामीले टाइजनमा चक्लेट पाउँछ कि? खोइ लगर दाइ हालेर हालत खराब छ। जोन तिम्रो लाग्यो है। व्हाट्स मैले धेरै त ठाउँमा हिँड्छु क्या। कुनै ठाउँ उकालो चढ्दै त कुनै ठाउँ तिर्सो हिँड्दै लगातार आधी घन्टा हिँडिसकेपछि जसो तसो हामी अन्तमा चामाचुङको टुप्पामा खोलाको फोटो खिच्न यार एउटा साथी। यो थियो हाम्रो जामाचुक हाइकको ब्लग भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो ओपिनियन कमेन्टमा दिनुहोला। अनि म भने चाहिँ तपाईँहरूसँग नेक्स्ट भिडियोमा मिल्नेछु। आजलाई भने यति नै। थ्याङ्क्स फर वाचिङ गाइज।